पनि छैन घाम यस्तो लागिरहेछ यो कुन चाहिँ फल हो नाम के हो तिम्रो भन्देऊ त सिपिङ खेलिरहनु भएको छ हेर्न सक्नुहुन्छ तपाईहरुले कुनै टाइममा फोटो सुट पनि हो पुरा साइकलमा राइडर हो राइडर हेलो गाइजहरु गुड मर्निङ सबैजनालाई अनि तपाईहरुलाई स्वागत छ मेरो न्यू ब्लगमा है ओके अनि आज धेरै पछि लङ टाइम पछि चाहिँ ब्लग बनाउँदैछु म सबैलाई स्वागत छ मेरो ब्लगमा है आजको दिन कस्तो हुन्छ सबजनाले हेर्नु होला अनि म चाहिँ मेरो भाइसँग छु अनमोल है मेरो भाइसँग छु अनमोल अनि यहाँ सबैजना दाइहरु फुपूहरु बसिरहनु भएको छ है यहाँ चाहिँ हाम्रो आज सुँगुरलाई मार हानेको छ है अवस्था त्यस्तो अवस्था छ के छ भाइ ठीक छ नि आज कस्तो हुन्छ होला आज रमाइलो हुन्छ होला हेर सबजना क्यामेरा आउने त किन सबजना लजाउँछन् व्हाट ए बाजु नआउनु भयो हाम्रो बाजे पुरा साइकलमा राइडर हो पुरा खतरा राइडर आएको हुन्छ हाम्रो फुपाजु क्याब लगाउने फुपाजु हो आन्टी अनि फुपाजु उता बस्ने फुपू है कान्छी फुपू अनि बोजू यहाँ बसिरहनु भएको छ हाम्रो यस्तै छ गाइजहरु अवस्था हाम्रो बाबा यहाँ हुनुहुन्छ बहिनीहरु थालरमा चाहिँ मस्काइरहेछन् है अनि त्यही हो अनि भाइ तिमीलाई आफ्नो साथीहरुको याद आएको छ याद आइरहेछ कसको नाम हो के भन कसको नाम तिम्रो साथीहरुको एकदम मिस भइराला त्यो समय भन्ने डाकाको मिक्स भइरहेछ एकदमै एकदम ए उनले भाइले डिस्को डान्स हानिरा होला यतिखेर के गर्दै होला घर गयो उ त्यो घरमा हैन बाहिर डुल्दैछ होला पहिले बिहान हुने बित्तिकै आउँथे घरमा संयोग डन भन्दै त्यही त मैले नि त्यो भाइलाई देखिरहेको थिएँ चिनेको छु टक्कसँग ल ल हाम्रो चाहिँ यो दसैँको पिङ हो गाइजहरु है हाम्रो पिङ अनि त्यसको छेउमा चाहिँ हाम्रो एउटा सानो फेरि अनि हामी चाहिँ अब टक्कसँग लाएर यस्तो छटमाथि गइदिनु जस्तो लाग्यो तर के गर्ने यहाँ पुरा काम होला जस्तो होला छ है तर अब तर हामी जाने माथि छतमा है छतमा गएर तपाईँले यस्तो छतबाट देखिने नजारा देखाउँछु भाइको दिदी मान्छे त्यही छ ऊ हिजो भर्खर आएको नि त कानुनबाट अनि पुरा थाकेको होला त्यही भएर ऊ सुतिरहेछ अनि त्यही गाइजहरु है माथि चाहिँ यस्तो छ छतमाथि चाहिँ घाम पुरा लागिरहेछ है पुरा घाम लागेर पुरा केही देखिँदैन जति त्यही हो गाइजहरु यस्तो छ हाम्रो घरबाट चाहिँ छतबाट चाहिँ यस्तो देखिन्छ ए नजारा यही हो अरू के होइन यस्तो भन्नु हेर हाम्रो गाउँमा चाहिँ पुरा काँस फुलेर यस्तो भएको छ है पुरा काँस फुलेर पुरा सेतराम भएको छ अब यस्तो हल्का कुनै टाइममा फोटोसुट पनि होला आउला फोटोसुट हो ओ माई गड जेन्जी हजुर गाइजहरु म चाहिँ मम्मीले तल बोलाउनु म तल जान्छु सबै कुरा यहाँ दाइ अङ्कल बाबा फुवाजुहरू चाहिँ काम गरिरहनु भएको छ हेर्नु सक्नुहुन्छ हजुरहरूले है अनि मैले चाहिँ आज अलिकति हुन्छ नि सन्चो छैन मलाई चाहिँ त्यही भएर म चाहिँ काम नगरेको अनि यहाँ माम चाहिँ पानी थाप्नु चाहिँ हामी चाहिँ पानी यहाँ एनी टाइम आइबस्छ है पानी चाहिँ सायद समथिङ 2 घन्टा जति आउँछ पानी अहिलेसम्म आइरहेको छ यहाँ अङ्कलहरूले पुरा कटिङ गरिरहनु भएको छ अनि अब यहाँ हाम्रो चाहिँ
पिङमा चाहिँ एकदम सानो मान्छे पिङ खेलिरहनु भएको छ हेर्न सक्नुहुन्छ तपाईहरुले हेर्नु है हाम्रो चाहिँ एकदम सानो मान्छे हो यहाँ पिङ खेल्ने एकदम सानो मान्छे मात्र 60 केजी को मान्छे हो है धेरै हात दिनु पर्दैन है हाम्रो फेरि एकदम डरो छ हाम्रो यो पिङको डोरी थाम्ने डोरी चाहिँ के भन्छ यो बाँस चाहिँ एकदम डरो छ हेर्न सक्नुहुन्छ तपाईहरुले यत्रो मान्छेलाई थाम्न सकेको अब हाम्रो यहाँ फुपाहरू चाहिँ पुरा बसिरहनु भएको छ फुपाजु चाहिँ सायद कहाँ जानु लाग्नु अब बुरुस किन्न बुरुस किन्नलाई जानु हुँदैछ है बाइकमा अब त्यही गाइजहरु के हैन अब खाइदिम न कसको यो अगाडि बसाइदिनु एउटा उता सामान लाउन ऐना समा ओइ आमसुनी फन्सुनी ऐना समा फेरि एउटा पनि चढोस् चढिहाल्नु त And the boutique was not there. What is this? ल हाम्रो चाहिँ यो दसैँको पिङ हो भाइ हाम्रो खेलिरहेछ भाइ एकचोटि खेल्देऊ मच्चिदेऊ उरे भन्देऊ ल सही हो हाम्रो चाहिँ दसैँको पिङ यही हो है नखाने कफी नै ठिक छ अनि भाइ बहिनीहरू चाहिँ पुरा के हो के नि रोइरहेछ फेरि एकातिर के दर्शक बिलिनहरू हाम्रो हेरिरहनु भएको छ पिङ खेलेको दसैँको बेला अलि घरमा अलि हल्ला छ म त हल्का अब यतातिर जानु पर्ने हुन्छ है हाम्रो गाउँको हल्का लुक्स त के भन्नु एक झलक हैन यो चाहिँ हाम्रो घर यो चाहिँ हाम्रो घर भनौँ अनि यता यतिकै छ घरहरू है गाउँ हाम्रो चाहिँ सानै हो है टक्कसँग लगाएर घाम बिहानै घाम कस्तो चर्केको छ अनि के छ तेरो खबर माया यहाँ चाहिँ हाम्रो के छ माया हाल खबर ठिक छ मेरो मोबाइल मेरो मोबाइलको चाहिँ हल्का साउन्ड अलिक नराम्रो आएर मात्रै हो नत्र भने चाहिँ मेरो मोबाइल पनि राम्रै आउँछ ठिकै त्यति नराम्रो चाहिँ आउने Oh my god! बहिनी नाम के हो तिम्रो भन्देऊ त आन्सु राई Oh my god! ल भन त भन भाइ तिम्रो नाम के हो मेरो नाम
वाओ नाइस भाइ नाम के त्यही हो अब गाइजहरु अब हामी चाहिँ मेरो चक्लेट कफी चक्लेट नै खाँदैछु म यस्तो गाइजहरु गर्मी चाहिँ बिहान बिहानै कस्तो घाम लागेको छ है घरमा यस्तो कामहरू भइरहेछ अब हजुरहरूलाई बिस्तारै बिस्तारै एक एक सर्ट टिपहरू देखाउँछु है त्यो खासै अलिक अब बिस्तारै बाहिर यसरी यस्तो घुम्न गएपछि हजुरहरूलाई म यहाँको एकदमसँगले मान्छे यत्रो हुनुहुन्छ है बाफरे बाफ नमस्ते कार्यक्रम गाइजहरु अब केही छैन देखाउनु नि कि यो बाख्राहरू छ बाख्राहरू हेर्नुहुन्छ र हाम्रो धनीबाबुको छोरा बा हाम्रो यो चाहिँ मौरीहरूको घर हो तर मौरीहरू छ कि छैन कुनै छ एक दुईवटामा छ उता छ यसमा उया पनि छ यो बिचकोमा पनि छ यसमा छैन यहाँबाट यस्तो है हामीहरू हामीहरू एकदम सिक्रेट ठाउँमा गइरहेछौँ साथीहरू हेर्नुहोस् हामी यस्तो ठाउँमा गइरहेछौँ कि तपाईँहरूलाई हामी भन्न पनि सक्दैनौँ त्यस्तो खतरनाक ठाउँमा हामी गइरहेछौँ भाइ तिमी अगाडि नजाऊ त अलिक खतरा हुनसक्छ तिमीलाई के हो यो कट हो कट हाम्रो घरमा त्यस्तो गाडी छ कि दोस्त के भन्नु साथीहरू है ल हाम्रो ओ माई गड हाम्रो वर्षौँदेखिको धन सम्पत्ति हाम्रो घुम्नेवाला कुर्सी यो त मेरो अफिसमा राख्नुपर्छ भाइ यो त मेरो अफिसको कुर्सी पो हो त यो ओ माई गड फनन घुम्ने ओहो या अनि के हो यो यस्तो ओ माई गड यो कुन चाहिँ फल हो यस्तो कागती जस्तो लाग्छ त मलाई त यार ओ माई भन्नु फेरि जमारा वाउ व्हाट इज दिस अनि त्यसरी अनि सामान सारे गरेपछि कहाँ भेटिन्छ भने एक ठाउँ राखेपछि त नसारेको ए चप्पल लाएर गयो भाइ म यता जान सक्दिनँ भाइ म त्यही भएर जानुपर्ने हुन्छ किनकि मैले चप्पल लाएको छु चप्पल लगाएर घर गाइजहरु अब त हाम्रो सुँगुर अघि कटिङ भएको थियो अहिले चाहिँ पुरा सुँगुर सबै साफ सुप भइसक्यो यहाँ पैसा देखाउनु फुपू एकछिन यता नदेखा न म यसलाई धेरै बना एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह अरे देना यार हाम्रो यहाँ चाहिँ पैसाको उ भइसक्यो है के भन्छ के हाम्रो एकाउन्टमा पैसा आइसक्यो आजको चाहिँ हाम्रो पुरा कटिङ सेटिङ भइसक्यो खातामा पैसा आइसक्यो पुरा हिसाब किताब पनि एकदम क्लियर साफ भइसकेको छ अनि हामी चाहिँ अब तपाईँलाई एकछिनमा पैसा देखाउनेवाला छौँ तपाईँहरू गेस गर्नु कति छ त्यसमा पैसा ल छिटो भयो रेडी भइसक्यो रेडी भयो ल गेस गर्नु साथीहरू कति हजार छ होला यसमा यतिकै आएको रे देउसी दक्षिणा ओ एक दिन त्यति ल है हाम्रो चाहिँ आइसकेको छ हाम्रो चाहिँ साथीहरू कति गयो होला त मासु भने गेस गर्न सक्नुहुन्छ है अनि अब म चाहिँ त किचनतिर जाँदैछु है हाम्रो किचनतिर हाम्रो किचन चाहिँ त सानो छ यहाँ है कोलाई के चिनाउनु हुँदैछ ओ साइलीको छोरा ओ उहाँ ए यहाँ हाम्रो मामले चाहिँ पट्टी हुने पट्टी हजुर म के देखाउनु हजुरलाई है अब यहाँ मासु पकाएको देखाउँछु हामी यहाँ मासु पाक्दैछ है गाइजहरु हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ यत्रो भड्डुमा आज हाम्रो पार्टी हुने चाहिँ यहाँ पार्टी होइन पुरा के भन्छ म त फेरि खतरा गरिदिन्छु नि म त मैले पकाएको मासु हो अहिले भर्खर
सन्दीपलाई पाउन मेहनत गर्ने तारामध्ये एउटा ल अब हेर्नु अब मिठो हुन्छ यो मासु यो मासु मिठो हुन्छ एकदम मिठो ल उदिउ खानु हाम्रो चाहिँ अब यहाँ फेरि छुट्टै कटिङ हुँदैछ हाम्रो माइली फुपूले कटिङ गर्नु हुँदैछ यहाँ चाहिँ के हो पनि त्यहाँदेखि हाम्रो चाहिँ हाम्रो कति यता यता बचेको मासु यहाँ के गर्दैछ नि हाम्रो केटागिरीहरू हेर्नु पऱ्यो है हेर्नु परिहाल्छ नहेरेन भने फेरि यहाँ मान्छेहरू हराउन सक्छन् त्यही भएर यस्तो हेरिरहनुपर्छ मान्छेहरूलाई के गर्ने हाम्रो ग्याङ यहाँ फ्री फायर खेल्दैछन् ल म पनि गाइजहरू एकछिन फ्री फायर खेल्छु तपाईँहरूसँग एकछिन पछि भेट्छु हस् गाइज A few moments later. पुरा खुवाइ हुँदैछ खुवाइ कार्यक्रम ल दाइहरू पुरा खानु हुँदैछ फुपूहरू पनि खानु हुँदैछ आन्टीहरू अनि मैले चाहिँ पुरा खाइसकेको छु अहिले भर्खरै खाइसकेँ के थपिदिनुपर्छ भाइलाई पुग्यो अगायो मजा लाग्यो है उठाएको मान्छे ए मैले त कानमा पुग्ने गरी कति हेरेँ अनि मैले हेरेको दसैँ भने दसैँ हो गाइस अब हामी चाहिँ अब टक्कसँग लाएर यस्तो गर्ने हो कि तिमीहरू काम गरेको देखाउनु पऱ्यो नि यहाँ फुबाजुहरू बाजे पुरा यहाँ रमाइलो चलिरहेछ यहाँ के हो फुबाजु त्यो गिलासको चाहिँ यहाँ लोकल निगार हो लोकल निगार पुरा ल लोकल निगार खानु छ भने यहाँ आउनु होला हाम्रो घरतिर नजिकै हो हजुर यो भिडियो गरे यिनीहरूको बिजनेस काम गरिरहेको छ नि यिनीहरू नदेखा मलाई एकछिन अनि गाइजहरू अब चाहिँ हाम्रो चाहिँ खानापिना भइसक्यो सबै कटिङ सटिङ पनि भएर पुरा पकाइ गरेर सबै खुवाइ पियाइ पनि भइसक्यो है अनि अब चाहिँ हामी सबजना अब अरूहरूले खानु हुँदैछ अनि मैले चाहिँ खाइसकेँ अब हेरौँ के हुन्छ अब आराम गरिन्छ कि के हुन्छ गाइजहरू हामी चाहिँ पुरा अहिले फेरि पुरा फ्राई पोलेको मासु अनि हाम्रो यहाँ चाहिँ फेरि आन्द्रा रहेको छ है गाइजहरू यस्तो खतरनाक ल अब चाहिँ हामीले यस्तो टिपेर यो त बोसो छ यार यो यस्तरी गरेर यहाँ टक्कसँग डङ यस्तो गर्ने मेरो घाँटी दुखिरहेको छ पार्टिसिपेन्ट खै कहाँ छ यो होइन बोन्ने चाहिँ भित्र के गरी बसेको पहिला हाम्रो लुगा लाउँछु भनेर जानुभएको साडी फेर्न थाल्नु भयो कि साडी लाउनु पर्दैन क्या हजुर अब त पोस्ट हाल्छ अर्ग्यानिक हो क्या हाम्रो एडिट गर्ने अनि हाल्ने नयाँ फोन तपाईँ त नाच्दै आउनु अनि म भिडियो स्टार्ट गरिहाल्छु पोहोर सालको दसैँमा चिची खाएँ अझसम्म चिची खाएको छैन कस्तो चिची खानु मन लागेको छ बुवा चिची खायो भने तागत आउँछ अरे म त्यसै पनि कमजोर छु बाबा
Nice. पहिला त्यो सबैलाई अब उगारौँ न ल ल काजी बस यहाँ आऊ दाजुवा पुऱ्याइदेन म गएर ल ल गाजी एकदम त कास जिउ कसो मेरो हो ल्याउँ त जसले खाना पनि यहाँ न आजी ल अब हामी चाहिँ एकछिन खानेकुरामा बस्न है मजाले बाजे फुल बर्सिले क्या भेटौँ ल फुल बर्सिले तर त्यहाँ आज पल्लै कालको सहारालाई अब केरा हो है केरा हो केटी हो मैले खाना के बनाउनु खाँदा मतलब नास्ता पानी भइसक्यो है दिउँसोको अब यहाँ उहरू खाइरहनु भएको छ यहाँ फुपाजुहरू हैन यो अर्कै खै मेरो हातमा त सानो छैन त खै मेरो हातमा त सानो छैन ए सानो चोक्टा हो यो चाहिँ फेरि त्यही घुम्मी बनाइदिनुपर्छ अहिले यसमा खतरा म नि हो ट्याक 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 र साथीहरू के भन्छ मेरो चाहिँ खाजा पानी भइसकेको छ अनि अब हेर्नु यहाँ के कस्तो छ अब मेरो चाहिँ पेट टनाटन भइसक्यो अब हेर्नु यहाँ के गर्नुपर्छ अरूहरू मामु बाबु कसको फोन आयो ए हाम्रो फुपूकोमा फोन आएको रहेछ हाम्रो माइली फुपूकोमा र गाइजहरू अब चाहिँ हाम्रो ड्रेस पुरा चेन्ज भएर हामी चाहिँ जहाँ चाहिँ हामी उता फोटोसुटको लागि होइन त्यस्तो ठाउँ पनि हेर्नलाई कस्तो कस्तो के छ ठाउँहरू भनेर अनि यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले यहाँ काँस साँस सबै फुलेको छ है हाम्रो ठाउँतिर पनि हामी चाहिँ काँसमा फोटो खिच्दैन उता अर्कै जान्छौँ अनि यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ चाहिँ हाम्रो स्विमिङ पुल रहेको छ यहाँ यो स्विमिङ पुलमा चाहिँ कोही पनि स्विमिङ पुल खेल्न सक्दैन यहाँ हेर्न सक्नुहुन्छ हाम्रो त्यो पनि काँस पुरा फुलेर यस्तो भएको छ है आइजहरू ल त अब एकैचोटि तपाईँहरूलाई वहीँ लोकेसनमा पुगेपछि देखाउँला या बाटोमा पनि हल्का हल्का देखाउँला भिडियोमा A few moments later. खालि चौरीमा आइसकेको छौँ र अब चाहिँ हाम्रो लोकेसन चाहिँ नजिकै हो उहीँ पर तर हामी एकछिनको लागि चाहिँ त्यो रुखमा जान्छौँ हामी एकछिन बस्नलाई किनकि पुरा घाम लागेर तपाईँ देख्न सक्नुहुन्छ पुरा घाम कस्तो लागेको छ आकाश पुरा निलो अनि घाम पनि छैन घाम पनि छैन के बोले भाइ अब के बोले पनि छैन घाम यस्तो लागिरहेछ के भन्नु हजुरहरूलाई अब यस्तो गाह्रो छ के जिन्दगी तर यिनीहरू काला काला देख्यो भने गोरै छ नि भिडियोमा अलिक काले काले देखेको छ म पनि अलिक गोरै छु घाममा टर्काएर हो क्या ल हेर्न सक्नुहुन्छ हामीहरू चाहिँ रुखमा आइसकेका छौँ यो रुखमा अनि हाम्रा ऊहरू पनि आइसकेका छन् यहाँ हामीसँग हिँड्ने दुईटीहरू पनि आइसकेका छन् यहाँ दुईटीहरू ल अब हामी चाहिँ एकछिन यहाँ बसेर सो के हुन्छ भिडियो बनाउँछौँ है टिकटक सिकटक बनाउँछौँ अनि त्यहाँदेखि हामीहरू फेरि आफ्नो
गन्तव्यतिर लाग्छौँ यतै गर्नु होला A few moments later. हेर्न सक्छ गाइजहरु हामी चाहिँ हाम्रो लोकेसन चाहिँ यही हो है अब हामी चाहिँ त्यसमा भिडियोहरु सिडियोहरु बनाउनु पाइएन अब हामी रात पनि परिसक्यो 6 बजिसक्यो है अनि अब हामी चाहिँ घर फर्किने तर्खरमा छौं अब हामी घर फर्किने हो अनि हेर्नु पुरा घामसाम सबै डुबिसक्यो अनि अब हामी चाहिँ घरतिर लाग्नु पर्ने हुन्छ ल जाम राम राम भ्याउ त जाम साँझ पनि परिसक्यो है अब गाइजहरु फाइनल गाइजहरु हामी चाहिँ घर आइपुगिसक्यौँ है रात पर्यो साँझ पर्यो भनौँ है अनि हामी चाहिँ अब भर्खर आइपुग्यौँ अब हामी अब घरमा के कस्तो छ हेरौँ व्यवस्था म पनि आइसकेको छु है सबजना हामी आइसक्यौँ अनि अब हामी चाहिँ के भन्छ अब भिडियो इन गर्ने बेला आइसकेको छ समय है अब हाम्रो यहाँ चाहिँ पुरा ठुल्ठुलो मान्छेहरू पिङ खेलिरहनु भएको छ अनि भेट भयो ल त गाइजहरु अब भिडियोलाई अन्त गर्न चाहन्छु है यहाँ देखेर आउनु यसो के भनिदिनु फुवा आज आजको दिनको बारेमा आजको अब ढकाल दिसौ न बडा दशैंको आज दोस्रो दिन हैन अनि त्यसपछि आज रमाइलो भयो आज चैते दशैंको शुभकामना अनि त्यसपछि अब भाइले अब भिडियोमा देखाइ पनि हाले हैन भिडियो देखाएर त्यसपछि म नि हल्का देखा परे ल त गाइजहरु अब सबैजनालाई ह्यापी दशैं भन्दै आजको भ्लग म यही इन्ड गर्न चाहन्छु हस्त बाइ बाइ टाटा सी यू